नमस्ते सबैजनालाई। आज पनि एउटा भिडियो ल्याएको छु। आज पनि हामीले मादलको खरी लगाउँदैछौँ। देख्न सक्नुहुन्छ मादलमा खरी हाल्दैछौँ। यतातिर म भइहालेँ, यतातिर चाहिँ बुवा हुनुहुन्छ, उहाँले पनि मादलमा खरी हाल्दै हुनुहुन्छ र यतातिर मादलमा खरी हाल्दै गरेको मादलहरू पनि छन्। यो चाहिँ मादलको खरी भइहाल्यो। यही नै हो मादलमा लगाउने खरी यही हो। तिहार नजिकै गर्दा जति पनि मादलहरू छन् ती मादलहरू सबै तिहार अगाडि नै भ्याउनु पर्ने हुन्छ। त्यही भएर आजभोलि त पुरा बिजीको बिजी है, न खानेको समय छ न सुत्नेको समय छ। राति 12-1-2 बजेसम्म पनि मादल बनाउनु पर्ने हुन्छ, खरी हाल्नु पर्ने हुन्छ। मादल बनाउनु पर्यो, मोर्नु पर्यो, खरी पिस्नु पर्यो। धेरै छन् मादलहरू त धेरै थिए, ती मादलहरू त बनाएर सिद्धिन पनि लगाइसकेको, केही बाँकीहरू छन्। यदि हजुरहरूलाई मादल चाहिएको छ अथवा पुरानो मादल नयाँ मादल बनाउन चाहनुहुन्छ भने इनबक्स गर्नुहोला, अथवा मैले यहाँ स्क्रिनमा WhatsApp नम्बर पनि राखिदिनेछु, त्यहाँबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ अथवा डाइरेक्ट फोन गर्न पनि सक्नुहुन्छ। हामीले तपाईलाई मादल बजाएर पनि सुनाउँछौँ पनि। एकछिन यता बुवाले बजाउनुहुन्छ, ल सुन्नु होला है त। हस् त, भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।